नमस्ते सबैजनालाई। आज चाहिँ धेरै समयपछि फेरि पनि युट्युबमा भिडियो लिएर आएको छु। हेरेर साथ दिनुहोला। नेपालको लोक सङ्गीत संस्कार संस्कृतिहरू फरक रहेको छ। त्यसकारण आज मैले एउटा सौभाग्य मिलेको छ, सङ्गीत सुन्न हेर्न पाएको छु। सबैले हेरेर साथ दिनुहोला। Yes, sir.
आज चाहिँ तुलसीपुरबाट काठमाडौँ जाँदै गर्दाखेरिको रमाइलो क्षणहरूलाई तपाईहरु सामुन्ने प्रस्तुत गर्न गइरहेको छु। हेरेर साथ दिनुहोला। आज चाहिँ सुरुको चोटी रात्रिकालीन बसमा चढेर काठमाडौँ जाँदै गरेको छु। एकदम मन हर्षित र उमङ्गको साथमा अगाडि बढिरहेको छु। रमाइलो लागेको छ। नेपालको विभिन्न ठाउँ अनुसार विभिन्न वेशभूषा जातिहरू रहेको हुनुहुन्छ। त्यसमा हिमाल पहाड तराईमा ट्राभल अथवा भ्रमण गर्दाखेरि को मजा नै छुट्टै हुने गरेको छ। त्यसैले एकदम रमाइलो लागेको छ। अनुभव बटुल्न पाएको छु। खुसी लागेको छ। पूर्वमा बस्ने मान्छे पश्चिममा जाँदाखेरिको अनुभव नै छुट्टै रहेको हुन्छ। पूर्वमा हुने मौसम पश्चिममा नहुन सक्छ। पश्चिममा हुने मौसम डाँडाकाँडा पूर्वमा नहुन सक्छ। त्यसकारण सबैले सबै ठाउँमा भ्रमण गर्नुहोला।
अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद सबैजनालाई।